नमस्कार सबैजनालाई। आज म लोकसेवा आयोगको यो राजपत्राङ्कित तृतीय श्रेणीको इन्जिनियरिङ सिभिल समूह हाइड्रो पावर उपसमूहको लागि जुन क्वेसन सोधेको थियो हाम्रो 2068 मा नै हामीले सोधेको थियो। त यसको हामी इन्जिनियरिङ ड्राइङको क्वेसन लिएर उपस्थित भएछु। एमसीक्यू फर्स्ट क्वेसन रहेछ फ्रेन्च कर्व इज युज टु ड्र द हामीलाई के हुन्छ एन्सर यसको सबलाई थाहा छ इरेगुलर कर्व ड्र गर्छ हैन। अनि इन स्ट्यान्डर्ड ए सिरिज ड्राइङ सिट द रेसियो अफ लेन्थ अफ सर्टर साइड टु लङ्गर साइड सर्टर साइड र लङ्गर साइडको रेसियो कति हुन्छ ए सिरिज ड्राइङ सिटमा √2 हुन्छ। पर्सपेक्टिभ प्रोजेक्सनको काम के हो इज टु रिप्रेजेन्ट यसले नेचुरल भ्यू रिप्रेजेन्ट गर्छ अब्जेक्टको हैन। अनि रियल साइज अफ अब्जेक्ट र रियल एक्ज्याक्ट सेप अफ अब्जेक्ट कसले रिप्रेजेन्ट गर्छ त यो चाहिँ ओर्थोग्राफिक प्रोजेक्सनले रिप्रेजेन्ट गर्छ हैन। त्यसपछि अब भ्यू एक्चुअली एपियर्स टु द अब्जर्भर वेन भ्यूड फ्रम द फिक्स्ड पोजिसन। एउटा फिक्स्ड पोजिसनबाट हामीलाई कुनै अब्जेक्टलाई भ्यू गर्यो भने हामीलाई त्यो भ्यूलाई एक्चुअली हामी अब्जर्भ गर्छौँ। त्यो भ्यूलाई के भन्छ पर्सपेक्टिभ भ्यू भन्छ त्यसलाई। अनि ओब्लिक भ्यू भनेको के हो भने ओब्लिक भ्यू भनेको यस्तो टाइप अफ फोटोग्राफिक रिप्रेजेन्टेसन हो जहाँ चाहिँ अब्जेक्टलाई के गरिन्छ त हामीले जेनरली 45 डिग्रीमा भ्यू गरिन्छ देखिन्छ। कहाँबाट त अब्जेक्टलाई फ्रन्ट साइडबाट देख्दाखेरि पनि 45 डिग्रीमा देखिन्छ र साइडबाट देख्दा पनि 45 डिग्रीमै देखिन्छ। त्यसलाई हामीले के भन्छ त ओब्लिक भ्यू। अनि ओर्थोगोनल भ्यू भनेको के हो यो ओर्थोगोनल भ्यू भनेको द टेक्निक अफ क्रिएटिङ 2 डाइमेन्सनल इमेज अन 3 डाइमेन्सनल अब्जेक्ट भनेको 3वटा डाइमेन्सनल अब्जेक्टमा 2वटा डाइमेन्सनल इमेज हामी हेराउँछौँ। कसरी त प्यारलल लाइनहरूलाई राइट एङ्गलमा हामीले राखेर प्यारलल लाइनहरूलाई भ्यू प्लेनसँग राइट एङ्गलमा राखेर हैन। अनि अब अर्को छ हाम्रो आइसोमेट्रिक भ्यू। आइसोमेट्रिक भ्यू भनेको के हो आइसोमेट्रिक भ्यू भनेको 2 डाइमेन्सनल ड्रइङ हो जसले के रिप्रेजेन्ट गर्छ 3 डाइमेन्सनल अब्जेक्टलाई 3टा एक्सिसमा हामी रिप्रेजेन्ट गर्छौँ। भनेको अब्जेक्टको लेन्थ ब्रेथ र हाइटलाई हामी 120 डिग्रीमा एकअर्कामा राख्छौँ हैन। टोपोग्राफिक म्यापले के रिप्रेजेन्ट गर्छ नेचुरल डिटेल हैन। रिप्रेजेन्टेटिभ फ्र्याक्सन यसको भन्छ निकाल्न हामीलाई 1 सेन्टिमिटर इक्वल टु 10 मिटर। त 1 सेन्टिमिटर बाई 10 मिटर भयो भने अब मिटरलाई 1 मिटर भनेको 100 सेन्टिमिटर हुन्छ। अब 10 मिटरलाई हामीले के गर्छौँ 10 × 100 त सेम कट्छ अनि 1/1000 हुन्छ रिप्रेजेन्टेटिभ फ्र्याक्सन। अनि एक्जोनोमेट्रिक प्रोजेक्सन भनेको के हो त आइसोमेट्रिक प्रोजेक्सन हो। अनि रेसियो अफ लेन्थ अफ ड्रइङ टु द एक्चुअल लेन्थ अफ अब्जेक्ट भनेको के हो रिप्रेजेन्टेटिभ फ्र्याक्सन हो। लास्ट क्वेसन हाम्रो रहेछ टाइटल ब्लक। टाइटल ब्लक्स गिभ्स द इन्फर्मेसन एबाउट के इन्फर्मेसन दिन्छ टाइटल ब्लकले त टाइटल अफ ड्रइङ को बारेमा इन्फर्मेसन दिन्छ स्केल युज फर ड्रइङ र सिरियल नम्बर अफ ड्रइङ 3टै कुरा दिन्छ यसले। त अल एन्सर हुन्छ यसको।